सौगात मल्लले शिव श्रेष्ठलाई कपी गरेको हो भन्ने कुरा आइरहेको छ आजकल। ओल्ड इज गोल्ड हो कि प्रेजेन्ट इज डायमन्ड, यसको बारेमा कुरा गर्न गइरहेको छु। हेलो वेलकम टु माई च्यानल। लेकिन आज चाहिँ म एउटा कमेन्टको बारेमा कुरा गर्न गइरहेको छु है। सौगात मल्लको काम कुनै पनि मुभीमा रिपिट हुँदैन, त्यो सबैलाई थाहा छ। क्यारेक्टर पनि रिपिट हुँदैन, अलिअलि डिफ्रेन्स लुक्समा भए पनि क्यारेक्टरको ब्याकग्राउन्ड अनि थटमा चाहिँ एकदम भास्ट डिफ्रेन्स भएको कुरा हामी देख्दै आइरहेको छौँ अहिलेसम्म है। अब भर्खर आएको मुभी भाइरल गोर्खेमा पनि त्यसको इक्जाम्पल देख्न सक्छौँ हामीले। एउटा कमेन्टको रिक्वेस्टमा मैले यो भिडियो बनाउन गइरहेको छु। यो कमेन्ट चाहिँ रहेको छ, हामी भाइरल गोर्खेको क्यारेक्टरबाट कुरा गरौँ पहिला, जो शिव श्रेष्ठको एउटा ठुलो फ्यान हो र अनि प्रेजेन्ट टाइममा टिकटकमा भाइरल बन्न चाहिँ त्यस्तै भेष र अनि बानी व्यवहार युज गरेर अडियन्सलाई तान्ने कोसिस गरिरहेको हुन्छ। तर यहाँ जुन सौगात मल्लको डेडिकेसन छ त्यो अनुसार चाहिँ शिव श्रेष्ठकै बायोपिक हो कि जस्तो लाग्न थाल्छ कुनै कुनै ठाउँमा है। तर अलिअलि भए पनि सौगात मल्लले कपी गरेको जस्तो प्रष्ट देखाउन खोजिरहेका छन् र त्यो जरुरी थियो र अनि त्यो राम्रोसँग टिजरमा देख्न पनि हामी सक्छौँ मजाले। यदि राम्रोसँग गर्न खोजेको भए सौगात मल्लले अभियसली शिव श्रेष्ठको बायोपिक पनि एकदम फ्लुएन्ट तरिकाले गर्न सक्थ्यो, तर यसमा कपी गर्न खोजिरहेको छ, त्यो देखाउन पनि जरुरी थियो र त्यो देखिरहेको छ हामीले मुभी टिजरमा चाहिँ। तर यो सब कमेडी वेमा देखाइरहेको छ र यसमा मेकर्सको इन्टेन्सन पनि हामी साफ देख्न सक्छौँ। अब सौगात मल्ल र शिव श्रेष्ठको कम्पेरिजनको कुरा गरौँ, जुन एकदम जायज नै छैन र यो मुभीको हाइप बढाउन चाहिँ एकदम जरुरी पनि छ दुईजना कम्पेयर गर्नु चाहिँ। अब कमेन्ट गर्नुहोस् यो मुभी हेर्न जाने कि नजाने, र शिव श्रेष्ठ र सौगात मल्लको फ्यान्स पनि दुईजना मिलेर हेर्न जाने कि नजाने पनि कमेन्ट है। अनि सौगात मल्ल जस्तो अरू कुनै एक्टर भर्सेटाइल लाग्छ कि लाग्दैन त्यसको बारेमा पनि कमेन्ट गर्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर वाचिङ टिल नाउ। दिस इज माई जस्ट ओपिनियन अबाउट भाइरल गोर्खेको त्यो भाइरल कुराहरू।